मेट्रो चक्लेट झर्नु दसैँ आएर केही हुँदैन यसलाई दसैँ मात्रै सबलाई गुड मर्निङ। अनि आज चाहिँ नौरथा लागेको नि 10 दिन भयो नि। हामी चाहिँ आज अल्छी लाग्यो नि त, भोलि टिका हो। अनि त्यही भएर आज चाहिँ हामी ओखरबाट हिँडेको म आन्टी नि जाँदैछौँ। छ हिजो कत्रो पानी आयो अनि अलिअलि घाम पनि लागेको छ। घाम पनि श्री चाहिँ अगाडि अनि निश्री चाहिँ पछाडि आउँदै छिन्। यही भिडियो बनाउँदै हिँड्दैछु। मैले राम्रो लुगाहरू पनि लाउनु पाइनँ कि आन्टीले हतार गरेर उनीहरू चाहिँ ढिलो पनि आयो। लिपस्टिक पनि लाउनु पाइनँ होइन। अनि बाटो चाहिँ एकदम खतम छ। अनि चप्पल चाहिँ यस्तो भइरहेको छ अनि ठुला राख्छु कि मैले यस्तो। अनि अर्को नि क्याप भेटिनँ अनि सेतो नि क्यापै धस्दै आएको। अनि दसैँ लागिसक्यो होला। अनि मलाई चाहिँ दसैँ लागेको जस्तो पनि लागेको छैन। हिजो चाहिँ अलिअलि मासु खाएर दसैँ लाग्यो जस्तो लाग्दै थियो। अनि बिहान चाहिँ म घाँस काट्नु गएँ अनि दिउँसो चाहिँ घरमै बस्ने सोच थियो र पनि बजार चल्दिएको। अनि बजारमा चाहिँ आज केही छैन। आज बुधबार हो, बुधबार तर हाम्रोतिर त बिहिबार बजार लाग्छ। काम छैन भन्दा नि छोरी बिरामी छ नि, त्यही भएर। अनि सबैलाई हिले दसैँ भन्न चाहन्थेँ मैले हिजो चाहिँ, तर आज चाहिँ अब कस्तो हुन्छ थाहा छैन। बाटो देखाएर चाहिँ हिले दसैँ नै भन्नु पर्ला जस्तो रहेछ। देश विदेशमा छरेर रहनुभएको सबै यीजनालाई ह्याप्पी दसैँ। अनि मेरो साथीहरूलाई पनि ह्याप्पी दसैँ। तिम्रो टाढो भए पनि मान्छेलाई हिँड्न आउँदैन भनेको हो र चाहिँ हेर न। उ त के अरे विराट चकमा बस्छन् कि। अनि हाम्रो निनी चाहिँ हिँड्नु नि जान्नु हुँदैन, के गर्नु। गएको थियो कि निनीको घर अनि हेरेर आएको। बिचरा हिँड्नु पनि नआउँदो रहेछ। उहाँ त बसेको काम नै हुँदैन नि त। अनि उता बसेपछि त केही काम हुँदैन। म चाहिँ अस्ति मेरो मामाले पनि विराट चोक हो अनि निनीको घर नि विराट चोक रहेछ। अनि अस्ति गएर आएको थियो कि जस्तो गर्मी रहेछ हुँदो, तर हाम्रोतिर चाहिँ त्यस्तो धेरै गर्मी छैन। म अखरपट्टि बजार आएपछि मात्र भिडियो बनाउँछु कि म चाहिँ लिएर आएको ल। अहिले हल्लुली डाँडा फाट्ने ठाउँमा अहिले आइसकेँ जाँदा हुन्छ। अनि यो चाहिँ यो हल्लुली डाँडाको चाहिँ भाइरल भयो। मैले चक्लेट खाँदैछु, चक्लेट। यो चाहिँ भाइरल भयो डाँडा हो। अब कतिजनाले फोटो खिच्छ यहाँ चाहिँ। म चाहिँ खिचौँ भनेको तर मेरो खिच्ने मान्छे छैन, आन्टीहरू मान्दैन फोटो खिच्नलाई। म चाहिँ फोटो नि आफै खिचेँ, क्यामेरा फोटो। यहाँको हामी चाहिँ मेट्रो चक्लेट झर्नु मेरो चाहिँ चक्लेटै झर, तर केही छैन। म त्यस्तो लुगा लाएर हिँडेको छ, नराम्रो भएर हिँडेको छु। अनि हामी चाहिँ बजार पुग्न आँटिसक्यौँ। हामी चाहिँ ओखरपट्टि बजार पनि आइसक्यौँ। अनि आज चाहिँ बुधबार हो, त्यही भएर लागेकै छैन। म चाहिँ थाहा छ अस्ति पनि दादा लिनु आएँ, अस्ति चम्मा लिनु आएँ, सोल्टिनी। अनि आज पनि बजार आन्टीलाई लिएर आएँ। फेरि पछि नि ततलाई पनि लिन आउनुपर्ने होला सायद। मै छु, मेरो निनी चाहिँ पछाडि आउँदै हुनुहुन्छ। अनि साथै अनि हामी चाहिँ ओखरपट्टि बजार आइसकेँ। यहाँ चाहिँ कति धेरै मेला लाग्छ अरू बेला, तर आज चाहिँ लागेकै रहेनछ मेला चाहिँ। हल्का अनि यो चाहिँ पुलिस चौक हो, हल्का खास चाहिँ अब भोलि लाग्छ। अस्तिको हप्ता चाहिँ धेरै लागेको थियो कि बजार, खासै लागेको रहेनछ। राउन्ड चाहिँ राम्रो छ। अनि म चाहिँ माथिको स्कुलमा एसी दिएको अस्ति पास पनि भएँ। काम छ भने काम सक्ने नि, हामी चाहिँ घर फर्किहाल्ने आजदेखि चाहिँ। हामी चाहिँ बजारबाट नि घर फर्क्यौँ। अनि एउटा चिप्स खाँदै हिँडेको घर, अरू चाहिँ पछाडि नै आउँदै हुन्छ। अनि म चाहिँ बजारबाट नि एउटा आइसकेँ, पुलिस चौकी छ। अनि म चाहिँ खाजा सानो सो हामी चाहिँ बजारबाट नि घर फर्क्यौँ। आज केही काम थिएन अरू पनि हामी बजार गएर आएको थियौँ। ल सल्ची लाग्यो, मान्छे आँटै गर्नु रहेछ। केही काम नभइकन बजार गएको, त्यो पनि अल्छी लागेर। हामी चाहिँ उहिले अगाडि अब नभेटेपछि कहाँ ओखरबाट गर्नु जान्छ।
पिङमा चाहिँ कोही छैन भनेको, तर गाइड्सहरू हुनु न। पिङ चाहिँ खेल्दै हुनुहुन्छ यहाँ पर बसे। सम्रुहरू आएन कतिखेर? पिङ चाहिँ खत्रै भाइ छ अनि दसैँ पनि लागिसक्यो हाम्रो। यसको दसैँ आएर केही हुँदैन, यसलाई दसैँ मात्रै ल। हामी चाहिँ घर पनि आइसकेँ। मेरो घर चाहिँ उपर छ, मलाई चाहिँ धेरै भयो होइन, अनि त्यही भएर म चाहिँ घर गएको अब